म चाहिँ अहिले रोज गार्डनमा छु अनि रोज गार्डनको हालत चाहिँ यस्तो छ एकदम कोही छैन सबै जग्गा यस्तै भइरहेको छ फुल चाहिँ ढकमक्क फुलिरहेको छ हो माथि हेर्नुहोस् देख्नुहुँदैछ सबै हेर्नुहोस् है ओहो फुल चाहिँ मजाले फुलिरहेको छ तर के गर्ने मान्छे छैन खै सबैले भन्छ बजेट भयो यहाँ भन्छ तर हाम्रो त कहिले हुने हौ यो प्रकारले त अन्त एकदम गाडी साडी थन्काएर हो बेचेर त्यहाँदेखि बस्तीमै यसो हो काइफुटिङ गऱ्यो भने त्यो पो ठिक होला है यस्तो प्रकारले त कसरी हुन्छ छैन सुक्खा लागेर हो मलाई मात्रै भनेर यसो सबैलाई सोधी हेरेको सबैलाई हालत त्यस्तै रहेछ फुल छ तर यहाँ दामी फुलिरहेछ हेर्नुहोस् है हेर्नुहोस् है यसो रोज गार्डन यो चाहिँ हाम्रो रोज गार्डन हो रोज गार्डनमा पनि यस्तो भइरहेछ हालत अब यो त के अब नेचुरल ब्युटीहरू हो नि त हाम्रै मान्छेहरूमा आउँदा भन्छन् छैन हाम्रो मान्छे झन् पुरै नगरे मान्छे यस्तो छ केही छैन सुनसान क्या एउटा चरा त कराउनु त्यो पनि छैन यसो अलिक क्राउड भए त मजामा आउँथ्यो होला नि त छैन अन्त सुनसान यसो दामी फुल भएको जग्गामा पनि मान्छे छैन अब के चाहिँ गर्ने त यो माथि कुहिरो लागेको जग्गा चाहिँ सानडुप्ची यहाँदेखि माथि चाहिँ सानडुप्ची ढकमक्क फुले पनि हो के गर्ने मान्छे आउने होइन पिँढे सुँगुरेहरू कोही कोही बेला आउँछ हो त्यो पनि छैन सुनसान छपछिप यस्तो दामी सिन भएको जग्गामा त ल मान्छे पुरा आउनु पर्ने छैन मटन खरी माछा छ कि माछा छ भने देखाउँछु ल यो रहेछ मसिनो हराइदियो भने अलिअलि माछा रहेछ तर देख्दैन हेर्नुहोस् है त्यो दामी जग्गामा त मजाले हुनु नि है मान्छेहरू आउनु मजाले बस्नु माथि देख्दै गरेको चाहिँ उयो हो के अरे यो चाहिँ दुङमाली रिसोर्ट हो यो चाहिँ यो यहाँको रिसोर्ट हो नाम चाहिँ हेर्नुहोस् है म घरमा बसिरहेको थिएँ फेरि टक्कै फोन आयो कि छिटो आउनुहोस् न भन्नाले गर्दा चाहिँ हाम्रो लोकलै हो उहाँहरूलाई लिएर आएको ल त हुन्छ थ्याङ्क यू यसो फलो पनि गरिदिनुहोस् लाइक पनि गरिदिनुहोस् ओके थ्याङ्क यू